रूपन्देहीको गैंडहवा गाउँपालिकामा चौथो गैंडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम मङ्सिर 8 गतेदेखि 11 गतेसम्म हुने भएको छ। गैंडहवा तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागि हो। यो प्रतियोगिताले गाउँपालिका भित्र खेलकुद क्षमताको पहिचान गर्ने र युवाहरूलाई खेलकुद प्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ। आयोजक समितिले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ। कार्यक्रम संयोजक बाबुराम मल्लका अनुसार प्रतियोगितामा स्थानीय तथा विभिन्न जिल्लाका उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद 1,11,111 सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने टिमले नगद 71,111 सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद 31,111 कप मेडल र प्रमाणपत्र एवं सान्त्वना हुने टिमले नगद 21,111 सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक बाबुराम मल्लले जानकारी दिनुभयो। यस्तै विभिन्न विधागत पुरस्कारतर्फ उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लगर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर खेलाडीका लागि जनाही 1,500 र सर्वोत्कृष्ट खेलाडीका लागि 2,500 रुपियाँ नगद पुरस्कार सहित सम्मान गरिने संयोजक मल्लले उपकार अनलाइनलाई बताउनुभयो। गैंडहवा गाउँपालिकाको आर्थिक सहयोग र श्री शान्ति युवा क्लब गैंडहवा 4 गैंडाताल रूपन्देहीको आयोजनामा चौथो गैंडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक मेला 2082 कार्यक्रमको तयारी सुरु हुन लागेको आयोजकले जनाएको छ। थप जानकारीका लागि सम्पर्क बाबुराम मल्ल 98 472 82 462, टेकबहादुर बस्नेत 98 074 25 932, शेरबहादुर कामु 98 11 55 63 77, विशाल अर्याल 98 215 25 772।